हेलो गाइज, के छ? सन्चै आराम हुनुहुन्छ? म पनि ड्युटी हिँडेको। यतातिर त यस्तो जाडो सुरु भइसक्यो। हेर्नु, यी मौसम पनि यस्तो छ। यी घाम पनि लाग्न छोडिसक्यो। खाली पानी आइरहन्छ यो वासिङटन स्टेटमा। फेरि यति पानी आउँछ कि खुरै छोड्नु। बाटो जति पुरै हिलो हिलो, पातैपात, बाहेक केही छैन। बाहिरको मौसम यस्तो छ। पुरै रुखबाट पातहरू झरेर पुरै भुइँभरि पातै पात छ। अब बिहानको 7:45 बजेको छ। म चाहिँ ड्युटी हिँडेको। अब के गर्ने, भर्खर आएको मान्छेलाई गाडी पनि हुँदैन। हेर्नुहोस्, गाह्रै हुन्छ। अरूभन्दा पनि यो पानी परेको अवस्थामा र यो अब हिउँ पर्छ नि, यति बेला त धेरै गाह्रो हुने ड्युटी जान। हो नि, पुरै बाटो चिप्लेर यति गाह्रो हुन्छ। कसरी जाने होला भनेर पहिल्यै सपना हेर्नुपर्छ। मैले पनि त्यस्तै। हिउँ पर्न अझै 1-2 महिना बाँकी छ। अहिलेबाट ज्वरो आछ मलाई। अब कसरी ड्युटी गर्ने होला, त्यो हिउँमा कसरी हिँड्ने होला त भनेर के गर्ने। बिहानको टाइममा यति बिजी हुन्छ रोड। सबैजना ड्युटी जाने, कोही ड्युटीबाट फर्किने भएर होला। गाडी त गई हिँडेको छ। ओ माई गड, गाडी हुनेलाई चाहिँ आनन्दै छ है। सो यहाँ गाडीमा बस्यो, ड्युटी गयो आयो। यति हावा चलेछ, चिसो हावा चलेछ। के गर्ने, ड्युटी गर्न पर्यो, नगरी भएन। गाह्रो छ, गाह्रो जिन्दगी चलाउन। म चाहिँ अब ड्युटी आइपुग्न लागिसकेँ। मेरो ड्युटी चाहिँ खासै त त्यति टाढा छैन। हिँडेर आउन जम्मा 20 मिनटमा आइपुग्छु म। त्यसैले म धेरै जस्तो हिँडेरै आउने गर्छु। हिँडेर आयो भने आफ्नो शरीर पनि फिट रहन्छ होइन, अनि बिहानको टाइममा फ्रेस पनि भइन्छ। त्यसैले म चाहिँ सबवेमा काम गर्छु होइन। ऊ मेरो सबवे यहाँबाट देखिराखेको छ, आइसक्यो। अब यहाँको 8 बजे लागिसकेको छ। म पनि अब ड्युटी नजिक आइपुगेँ। अब मेरो ड्युटी स्टार्ट हुन्छ। यहाँनिर चाहिँ थुप्रै दोकानहरू छन्। क्लिनर्स, क्लासी नेल्स होइन, अनि उतातिर बाल काट्ने ठाउँ सबै छ। 4-5वटा दोकान छन् एकै ठाउँमा। हेर्नुहोस् त, जम्मै हावा चल्ने, पानी पर्ने भरै बाटोको हालत यस्तो छ। जम्मै पातै पात झरेर बाटोभरि कचर 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 कचर। त्यस्तो ठुलो पानी पनि आउँदैन। अलिअलि फिस पानी परिरहने है छ। यस्तो छ यतातिरको नजारा। साथीहरू हेर्नुहोस् त, पानी परेर यो गति छ। पानी पनि होइन, दिनदिनै कति पर्न सकेको भने। यो ड्युटी आउन जाउन यति गाह्रो हुन्छ यो पानी परेको बेलामा। उता जुत्ता पनि रुच्छ मेरो पानीले। यस्तो चिसो छ मौसम। ओ माई गड, के गर्ने। घरको ढुक्क सिरा परेर सुत्ने जस्तो मौसम छ के। पैसा कमाउन भनेर नहिँड्ने पनि भएको छैन। फेरि के गर्नु, बाटो
यो त लोटिने कि भन्न पर्ने आमा जम्मै पानीले जुत्ता त्यो रुजो हेत्तेरिका कहाँ हेरेर हिँडी छिन्न पनि म चाहिँ खाना बनाउँदैछु हेर्नुहोस् मैले बनाएको खाना कस्तो छ आज चाहिँ मेरो ड्युटी 5 बजीदेखि छ त्यसैले मैले बिहान उठेर भात सब्जी पकाएको छु यो भट्टाको सब्जी हो भट्टा अनि आलु कस्तो प्यालो पनि नदेखेको सब्जी बेसार हालेर त लाग्थ्यो कि बिर्सेर मैले बेसार हाल्न छ यस्तो छ सब्जी अब यही सब्जीसँग टक्क भात खाने हो यतातिर भात बसालेकी छु मैले ड्युटी जाने आउने पकाउने खाने त्यही हो कुरा जहाँ गए पनि हेर्नुहोस् हैन र पहिल्यैदेखि चल्दै आएको बाहिर पनि काम गर्नुपर्छ भित्र पनि काम गर्नुपर्छ भने जस्तै ड्युटी पनि गर्ने घर अनि रुममा आउने खाना पकाउने खाने अनि के गर्ने त्यही हो एकदमै झ्याउ लाग्दो दिनहरू छ बाहिर यस्तो अँधेरो चाहिँ घाम पनि ला छैन बाहिरको मौसममा पानी आएको आइ हुन्छ यतातिर त खालि पानी आउँछ दिक्क लाग्दो उराट लाग्दो संसार यस्तै छ कृसा नानी यता हेर ओए ढुङ्गा खाने ओ माई गड हेर त ढुङ्गा टिपेर खाना लागिसक्यो कि हेर्नुहोस् त साथीहरू कहिले यो बाटोमा खेल्न नपाएको बच्चा अलिअलि बाटोमा निस्किँदा त उसलाई त हो नि स्वर्गमा आए जस्तो भएको छ त हो उसले त ढुङ्गा टिपेर खाइहाल्ने अब हेर त भाग्यो कि त्यो ढुङ्गा फा गरिदेऊ फेक्देऊ फा गरिदेऊ छिटो फा गरिदेऊ ढुङ्गा फा गर हेर त ओ माई गड हो त सोची खाने अलि अड्किन्छ काटीमा अड्क्यो भने के हुन्छ नो 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 गर्नुपर्छ हेर उता डगी आयो ओ माई गड हेर त डगी लिएर आएका देख्यौ अब भनेर मान्ने होइन के अब फेरि आइयो नि कि आइ अब त्यो ढुङ्गा टिप्ने हो अनि खाने हो कि त्यो ढुङ्गा अब उसलाई त के खाने खानेकुरो जस्तो भएको छ के गरेको त्यो फा गरिदेऊ फा हेर त के आयो उताबाट अब डगी